साथीहरू हत्तु भइसकेँ म चाहिँ है। बिहानदेखि भिडियो बनाउनु पनि पाएको छुइनँ। घरि अब काममा पकाउनु, घरि के गर्नु, फेरि हिजोसम्म हस्पिटलमा बसेकोले हस्पिटलबाट आएर पनि बस्नु भ्याएन होइन। अब यो घरभित्र चाहिँ गरेको थिइनँ, बाहिर सफा गरेको थिएँ होइन। त्यो सफाहरू गर्दा गर्दा बिहान भिडियो पनि अपलोड गर्नु पाइनँ, भिडियो बनाउनु पनि पाइनँ। अन्त अहिले पनि बनाउँदा चाहिँ फेरि यस्तो सोचेँ नि त, अब आज लक्ष्मी पूजा रहेछ होइन। अन्त मैले सोचेँ हाम्रो वर्षै पछि दिदी बहिनीहरूले होइन, मै पनि खेल्छु भैलेनी आशिष दिँदा चाहिँ पानी छुँदा दिए बलुन भन्दै आशिष दिन्छ होइन। मै पनि दिन्छु अरूको घरमा, मेरै घरमा पनि हामी खेल्छौँ लास्टमा होइन। अनि योपालि दियो म सफा गर्दै गर्दा चाहिँ याद आयो नि त, अब पानीले दियो बलुन भनेर आशिष त हामीले दिन्छ हो, बल्छ कि बल्दैन भनेर चाहिँ ट्राई गर्नु पर्यो भनेर के। म ट्राई गर्छु ल, म यिनीहरूलाई पानी लिनु लाउँछु ल भाइलाई। भाइ यहाँ चिसो पानी ल्याऊ त, हामी यहाँ भैलेनी खेल्दा हामीले आशिष दिएको यहाँ ट्राई गर्नुपर्छ। पानी छुँदा दियो बलुन भन्दै थियौँ हामीले, बल्छ कि बल्दैन। चिसो पानी ल्याऊ त भाइ। यहाँ होइन हामीले आशिष दिएकोहरू कतिको शक्ति रहेछ हाम्रोमा। हाल त भाइ पानी त्यहाँ यो दियोमा लु, पानी पानी देखाउँ त पहिला। विश्वास गर्दैन के हो, हाम्रोमा त शक्ति छ क्या भाइ। ओम भीम छोटा भीम लु हेर्नु साथीहरू, चुटकी बिस्तारै गर न राजु जग्गु। लु अब चाहिँ देख्नु भयो होला, यी पानी चाहिँ हामीले चाहिँ उयो बनाइदिएको छौँ नि, तेल बनाइदिएको छौँ। पानी छुँदा दे बलुन भन्ने हाम्रो शक्ति यो वर्ष चाहिँ लागेको रहेछ है। कारणले गर्दा साथीहरू होइन, हामी आउँदाखेरि अब भैलेनी खेल्छौँ होइन। तपाईँहरूले चाहिँ झिझेत एकदम झिझो नभनिकन दक्षिणा चाहिँ धेरै धेरै राख्नुहोस् होला। यसरी हाम्रो चाहिँ आशिषहरू हेर्नुहोस् है, पानीले दियो बोल्नु थाल्यो हो। हामी आउँदाखेरि नरिसाउनुहोस् है, बरु दान चाहिँ धेरै धेरै राख्नुहोस्। अब भरे बेलुका आउँछौँ ल हामी तपाईँहरूको घर घरमा राखेको है। बाई बिजी छौँ, हामी काम गर्दैछौँ यहाँ। यिनीहरू पनि हत्तु छ, आइज तँलाई पनि देखाइदिन्छु। यी हत्तु